सैलुङको यात्रामा हिँड्दैछु साँखोबाट साँखोको भौल्यो अब हाम्रो यात्रा सुरु भयो भगवतीको दर्शन गरेर हामी हैन बस पार्कबाट अब काठमाडौँ बाटो लाग्यो। साथीहरू हामीहरू आज सैलुङको यात्रामा निस्किसकेका छौँ। अब यहाँ हाम्रो साथमा हुनुहुन्छ अगाडि सिटमा महेन्द्र आजको के अरे संयोजक हो। अनि यता समीर बहादुर श्रेष्ठ हाम्रो उहाँको विशेष सहयोग छ। ल यहाँ चाहिँ हाम्रो के राजेश मानन्डर ल है उहाँ पनि एकदम उत्साहित छन् यहाँ घुम्नको लागि। अनि यहाँ पवन ल है सुरेश पनि उत्साहित पवन पनि ल बाबा राजु बाबा ल अब हामी चाहिँ सलङ्गो देवी जङ्गलको बाटोमा बाँकी साथीहरू बाटोमा हो। ल यहाँबाट सबै नै जस्तो बाटो त चाहिँदैन होला। ल पछाडि साथीहरू पनि रमाइलो गरेर कुरा गरेर आइरहेछ। हाम्रो समीरजी पनि मस्तले बसिरहेछ गाडीमा रमाइलो हुने गरी। हाम्रो हरिजी पनि आनन्दले बसिरहेछ। उनको लागि धेरै धेरै शुभकामना। हाम्रो बाबा चाहिँ धेरै उत्साहित भएर बसिरहेछ। बाबा पनि एकदम उत्साहित तरिकाले बसिरहेछ। अब फोन आए पनि केही फरक पर्दैन होला नि सुरेश। अब यस्तो नि सुरेशलाई पनि हामीले भन्ने ठाउँ भइसक्यो नि त। केही भयो भने ए सुरेश धेरै नगाऊ है फोन आउला। हाम्रो ओमजी चाहिँ अगाडि आइपुग्यो। हाम्रो ओमजी चाहिँ धेरै उत्साहित छ। ल हाम्रो ओमजी आउन सकेन। हामीलाई चाहिँ एकदम नआउने भएर चाहिँ नेचुरल आयो। ओमले नै कुरा गरेको थिए तर त्यो उहाँ चाहिँ आउन सकेन। ल ओमजी ए ओमजी ल तिमी चाहिँ लाइभमा छ। हाम्रो ओमजी चाहिँ केही कारणले चाहिँ आउन सकेन। नापाउन बन्द बाबा म के होला ल ए बाबा सोने मोरा ये अच्छा मी जगह हेने त मिन जगह काला बाबाले मोगले चाहिँ पढेन भन्छ। अछु जिउ गाउँ मगो गाउँ छमी जगह भन्न थाल्ला फेरि अहिले चाहिँ पढ्दैन भन्ला। भिडियो भाइरल हुन्छ त्यो फाइन भन्नु न पट्यो सिने मार्क्स त्याटर अनि फाय खण्डमा हो भाइरल यात्राको कडीमा छौँ। शौचालयमा सुगन्ध जाने हो ए ल यिनीहरू यस्तो साथीहरू पुरा डान्स ल अब यहाँबाट बस पार्कबाट हामी निस्कौँ। राजाराम चाहिँ आउँदैछ।
अहिले चाहिँ भक्तपुरबाट चाहिँ हाम्रो राजाराम सिमफालजी गाडीमा राजारामजी हजुर स्वागत गर्दछौँ है ल धेरै कुर्नु त परेन नि धेरै कुर्नु त परेन नि 1 घण्टा 1 घण्टा 1 घण्टा कि 1.5 घण्टा राजारामले 1 घण्टा कुर्यो भने चाहिँ रेकर्डै होला जस्तो चिया खानको लागि पसल खोज्दैछौँ चिनीमरु जैसा ने फला ल धेरै सारी जाने 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 न 9:30 जाने न मगर छोटे में साथ जाने सिरल लाग्यो जी जेल सुवारीको प्रतीक्षामा बाबाले यहाँ चाहिँ हालोसरी तन्काइसकेको छ ल हामी चाहिँ जेल सुवारी खाने ल यही हो आजको खाना है बिहानको नास्ता सुमाला ल आज बिन थोङ सुठायोपट्टि चिया सिरो ल चिया सिरेका जिबिन चाहिँ समीर बहादुर बनाउ ल चिया पनि सिरेका आज बिन खाना होटेल बिस्तार जनाउटो धुर्केले पुकु चाहिँ धुर्केले पुकुका भन्दैरा गठा नै हो भन्दैरा गठा नै हो अब चाहिँ माउला पार्क बनाउनलाई पूरा गाड़ी ला ल अब यहाँ हामी चाहिँ सुकुटेको बजारमा
यति साथीहरू सबैजना आनन्दले बाबाको नलिउँ भन्छ बाबा कहीँ जान्छ भने क्यामेरा पनि के हो मेरो नलिउँ मेरो लिनै पर्दैन मेरो नलिउँ भने फेरि जान त्यहीँ जान्छ ल तै पनि लिइदिउँ न इन्ट्रेस्ट नभए पनि अब लिइदिउँ होइन अब चाहिँ हामी खाली चौरको बजारमा पुगिसके योभन्दा 15-17 वर्ष अगाडि घरै घरै पुगिसक्यो यहाँ अलिकति नमिल्ने कुरा गर्यो मेरो साथीले मुले भएर हामी अब खारेचौरलाई नागेर खारेचौरको पुल चाहिँ नाग्दैछौँ हामी अब मुलेको बाटो भएर गइरहेछौँ खारेचौरको पुल ल यता नेपालको स्कुलहरू पनि अलिकति भवनहरू राम्रो व्यवस्थित छैछ गाउँघरमा भए पनि भूकम्पपछि विदेशी सहयोगबाट बनेका भवनहरू भन्ने लागिरहेछ ल सुनकोशी नगरपालिका अब चाहिँ हामी उकालो लाग्यौँ हाम्रो योजना छ चिसो मौसममा तातो खाना अब हामी उकालो कति किलोमिटर कति किलोमिटर यहाँबाट मुडे कति किलोमिटर बुझी यहाँबाट 15 किलोमिटर 27 किलोमिटर 27 किलोमिटर हाम्रो यस्तो उकालो चढेपछि हामीलाई भोक लाग्ने छ अनि पिठाल भात खाने छ होइन भातको लागि हामी तर नखाइकन होइन माथिसम्म चिसोमा ठट्ठाउँ भनेर उताको बाटो चाहिँ के अरे के भन्छ तातो पानी कोडारी मार्ग चाइनाको रुट खासा बजारमा
खिचिरहेछ ए, फोटो सेसन हुँदैछ यो अहिले। कतिको रमाइलो भइरहेछ चिसो हावा। यो कहाँ पुग्यो तपाईँलाई थाहा छ? यो चाहिँ मुडेको माटतिर घन्टा माटतिर चाहिँ पुग्यो। सुगाउँडा यो नेवा बस्ती हो। ल यहाँ लालीगुराँस पनि फुलिसकेको अवस्था छ। लालीगुराँस पनि देखिरहेछ। भाइ साथी ओ छुटेन भाइ नान्छ मसिलो नेवा बस्ती तराम बस्ती र ल आज तौठाली हिमाल चाहिँ देखिया छैन, आज बादलले ढाकिया छ। हिमाल यहाँबाट कति राम्रो देख्छ। ए त्यो बादलले ढाकिरह भएर मात्र नदेखेन त। ल केटा भन्ने इच्छा छ कि के भन्ने इच्छा छ कि रमाइलो त भइरहेछ नि। इन्टरभ्यू लिने क्यामेरा हामीले पनि यस्तो लिनु पाइयो होइन। अनि सीतारामजीको केही छ कि कुरा? एकदम इन्जोय गरिरहेछ सबैसँग आज बल्ल बल्ल घुम्न पाउँदा रमाइलो भइरहेछ। श्रेष्ठजीको छैन यात्रा एकदम भनौँ यहाँ मौकामा सदुपयोग गरौँ होइन। रमाइलो भइरहेछ साथीभाइहरू, रमाइलो कस्तो भइरहेछ आजको टुरमा? रमाइलो भइरहेछ कि बोर लागिरहेछ कि? टुरमा आएर नि बोर हुन्छ। टाउको दुखिरहेछ कि भोक लागिरहेछ कि? भोक पनि लागेको छैन, टाउको पनि दुखेको छैन। अब साथीभाइ भएपछि त्यतिकै रमाइलो हुन्छ है। त्यतिकै रमाइलो। ओके कुरा त्यही हो। आउनुहोस् साइकल सेकेन्डमा कुरा त्यही हो। भनेपछि अब यो सेन हो नचिन्ला साथीहरूले पछि साथीहरू मुडेमा खाना खान ओर्लिँदैछौँ। चिसो मुडेमा आइपुग्यो अब भोक लागिरहेछ। यस्तो छ मुदेमा सैलुङ मार्ग यहाँ हो। प्लेटमा खाना खाने 10 मिनटमा खाना रेडी है। यताबाट खरी चाउर, यताबाट सैलुङ। ल साथीहरू खाना आयो है। ल समीर बहादुर खाना स्टार्ट। ल राजु बाबा मिठो छ है। ल आम्लेट खाना आज। राजा खान थाल्यो? ल मैले पनि खान थालेँ है। सेन पनि फोटोको खिच्नु पर्ने बाबाको चाहिँ त्यहाँ खिच्ला भनेर भाइकन हिँड्ने अप्ठ्यारो कि खिच्ने मान्छेलाई खिचिरह।
तरकारीहरू ल्याइदिनु। हाम्रो राजेशजी पवन चाहिँ खाना खाँदैछन्। मुलेको खाना खाँदैछ काट्टाटो होइन अमलेट खाना कस्तो छ खाना मिठो भयो? मिठो केही थप केही छ? थप्ने त छैन पुग्यो? जाउँ यतिकै पुग्छ होला पुग्छ ल अझ यति ए ल हामी त भात खाएर पनि अब फर्किसक्यो है। मुडेबाट खाना यो खाएर मुडे हो, यो ठाउँको नाम मुडेबाट अब हामी सैलुङ हान्दैछौँ जाँदैछौँ। सैलुङको यहाँ म्याप राखेको रहेछ, म्याप अनुसार है सैलुङ मार्ग मुडे बजार हार्दिक स्वागत। सैलुङ यहाँबाट 17 किलोमिटर भने जस्तो छ भाइ। ल अब यो सैलुङको बाटोमा हामी हिँड्दैछौँ। यहाँबाट हिँडेर गएर कतिको मुडीबाट हिँडेर सैलुङ पुग्ने हाम्रो चाहना त हो। डाँडा ख टुप्पा खो डाँडा से उखे लुने डाँडा चिया छ है ल है क्वानी मखो क्वानी बच्चा क्वानी तिनी अझन ठानी ख ख ठोय ख ठोय ब्याग लाइन मात्र छ ल ठोय ल मुडेको बाटो मुडेबाट सैलुङको बाटो यस्तो राम्रो छ अहिलेलाई। पछि कस्तो हुन्छ थाहा छैन हैन। हाम्रो पनि यस्तै आओस् भन्ने हिँडिरहेको अवस्था छ। नेपाल जहाँ कहीँ डाँडै डाँडा, तर हरेक डाँडा त्यत्तिकै रमाइलो। ल बल्ल आयो खलम खलम साथी। ल हामी अब पछाडि पछाडि लाग्नुपर्ने अवस्था छ। ल के छ खानासाना खाइयो? खाना खायो पेट दम्म भयो हो
सजिलै आइपुग्यो नि बाटो एकदम सजिलो इभी गाडीमा आएको भिलेजमा बसेको सजिलो है गाह्रो होला भन्ने ठानेर बाटो गाह्रो भयो होला हामीलाई सजिलो छ है गुरुजीलाई कतिको गाह्रो भयो छैन है यति त मन त ए ल ल ल ल आफू त एकचोटि झ्याप निरायो बाटै देख्न पाएन ल आनन्द बोल्ला बाबा सुतेर सबै फिउले उसले आनन्द बोला ढाउले च्यापिएन टेनीले गुली आनन्द होइजी मलाई ल कुखुरा पनि बासिसकेछ गोल घर आजको बास ल चिसो खेकेन घर घर चाहिँ पापले टोनिरह्यो ल आजको सैलुङको चिया होइन चिनी भयो कि नभए ए ल ल भएको ल चेस है एउटा नराख्नु अहिले पाउनु पाउनु टोयलेट हो ल अब हामी होटेलतिर होटेलको रुममा जाँदैछौँ यहाँ रुम गोल घर हो यो गोल घर ल साथीहरू ल हाम्रो रुम 104 ल रुम चाहिँ यस्तो छ हाम्रो सुत्नको लागि एकदम राम्रो जस्तो देखिन्छ हेर्दाखेरि सफा चट्ट परेको ल है रुम यस्तै छ ल साथी हो कहाँ सुत्ने हो अझै ठाक कुनै आएको क्या ठोय रुम खा सुरेशसँग अलग चाहता हूँ पासमा नापा मतम ढाले सुरेशसँग अलग चाहता हूँ पासमा नापा मतम पासमा यो टुङ्गा मरु वे भेट्छ छाका हो टुबोक्दा ओए सुथेले चाहिँ वे छौजना चौँड राइस लैजाउला छन् लगाइजाउँ मरु आनन्द स्याप्जु लगाउँ छौ सिसी रम सिर्का टेनौला अलि जे टोंसाला जो मिठाना है खाला समदाम लाई टिमाल साथी टिमाल काइलाई छ वेब छैन हामीलाई अनेक खरन टिमाल टिमाल बेसी हैन टिमाल बुद्ध चिता हुने हैन आले पनि छैन आले पनि सानामा सबै साथीहरु चाहिँ बियर खाँदै रक्सी खाँदै आनन्द रिल्याक्स चिया कसैले तातो पानी खाँदै रमाइलो गर्दै छ अहिले खरस रोकै काट्यो भने हैन त्यहाँ हरिले चाहिँ आज चाहिँ भर मुभी चाहिँ खिचिरहेको छ अस्ति बुट्टा छु बुट्टा चित्त होइन ल है दुबई खजाना जिन्न लिकाइदियो जिम्मा खाना काने का गेम फायर मला अस्पी जिन खानी मखो नि ए खस यो ब्याग त झक्ले मैले खतरा हिसाबले यो ब्याग छौ ब्याग गनाए मस्यो जी अनि नाचे अन्त छुटा राको खजाना ओ खजाना अब हाम्रो सुरेश चाहिँ गीत गाउँदै छ मजा लिइरहेछ उसलाई टाउको पनि चिसो छैन
कपाल पनि छैन तैपनि ऊ चाहिँ आगो नलाइकन बसेको छ बसिरहेछ। ल तुरन्त तानेको चाहिँ खिचा छैन हाम्रो समीर बहादुर चाहिँ ओ समीर बहादुर Sama sudah kuasa. 18 dos ya त मलाई पाक्न Sama udah Ada. Sama sari kan. Dia ada bare ada bola. Tonton sama sebelah yang belah. Ada no bola. कहिले सबले हेरे अनि मामर खाँदै लाजन अब जनी Ada bola sudah kuasa. अनि अनि हामी मामर खाँदै लाइदिनु भने तिमी त टास्नी फिक मलाई हामी मामर खाँदै ल्याए भने मामर खाले मैले मामर खाले मैले खाजा गलत यासा छ भने मस्त मामर कहिले ती सबले हेरेछ त Saya mau biar apa? कहिले बिया दिन्छ Tarik mau. वो जुन छ नि हिसाबले सरकार सरकार हिसाबले काय जुन क्या बोल्न त अब कुम लाग्छ सर का जिम्बिन बी खर्च छैन त नि 18 बी खर्च अहिले पनि मासु सुई उता लग्यो आलु पनि सुई लग्यो चिया पनि सुई लग्यो सोध्दैन हामीलाई त वास्तै गरेन नियन म छिसम पहिला मलाई खाना लोकल जुसा थोड़ा छ सब निरा सुले आएछ का वो न जुल अहिले वो खायो नि नि राधनम पिस पिस दन देखा खेने छे माउछु वो आलु बुढाजी सो खान्छ यहाँ बेरा खेमा बोला खे मटे गना आलु खे चक्लन ज्ञान अझै खे पर्के जिदिन टसा पिके मासु के उनी खरान जो पिके मासु अले निको नलिगा खान्छ निको नलाइ खासी प्लेट मानि प्लेट प्लेट होइन अघि पहिला जाने ढुङ्गा या जाने सातो गर्ने मो खान्छ लिपा जीवो छेङ जिउ एनो होइन मानि खुल्ला है म अझै यो पनि छ लिपा जाने न यो सुरेश पता ठगै सिधा चाहिए न हाम्रो के ना छ ना चले म यतो रेकर्ड गरेँ बाबु घर त्यो लोटो टेबल लगा छ बावन तर्न छपा सबैलाई हेर्दा छपा सबैलाई हेर्दा नै खाल्जी दसकन छपा सबैलाई कन्छ पेटा 35 समीर कने मोटो टाइम में वो का जो सर मुझे खिजाता से सबैलाई खाला खाजा से बाबा से तारियो खाजा सब मलाई 150 रुपैयाँ काउ 150 रुपैयाँ खाजा क्या भारी पर्छ पातो फोटो काट्ने गरे ससुराली बेइज्जती राख्यो मलाई आए उमला तर विष्णुपट डौटामा उमला सबै 150 रुपैयाँ छिगो यो छिने त म ऊ रेकर्ड चेक हुँदा का रुपियाँ खाजा टोन्सा वेट है मलाई मोटो सा वेट आयो रेकर्ड खाए म पनि नेगे रेकर्ड खालाले 150 का कोटु नागावान दासा जी 35 वटा नेपु जित्ने मारे ए मामा तनु आयो रेकर्ड खादिला नेगे रेकर्ड खा ढामा भान्दा अच्छा 150 वटा नेगे सदा 150 पाँच वटा दिनको त नि छौ बाकस बियर अझ नेपु 5 वटा दिनको छौ बाकस बियर मलाई नेनु टक्क जिउ पाख सचियो खाले मात्रै छौ बाकस बियर हो यहाँ नेगो नेपु दिनको दिनको या 7 दिन नेपु या पासा मला बियर न माल नि
फ्रेस मोखुरीपट्टि मोखुरी जिन्दगी फ्रेस हाल्ला फ्रेस हाल्को म जिङ गब्ले म जिजी म जिम्बोया गढीमा आउँछ फ्रेस सम्बोला खासो गरीमै हूँ छ याथ्यौ या आशा छ याथ्यौ या याथ्यौ गरीमै खबर लातला हामी लातला इन्डियामा नै जुनवा 5000 टिभी मलाई फेसमा 5000 टिभी फेसमा 5000 500 टिभी मलाई छन्डाय मलाई फेसमा छन्डाय मलाई छन्डाय खोइ मको 500 वटा जिते मुखे छन्टी या छन्टीले त्यही न मको होइन उची मेल्या कमलका 500 वटा छन्टी मलाई 500 वटा छन्टी टड्डु ठन्डङ भयो हुन्छ छोरो ठिक्क चाहिन्छ 500 र नेपु चाहिन्छ अहिले घेन चाहिने हो ढाले मलाई चाहिमा फुर्का चाहिला कि क्या चाहिला चिन्नाङमा ढाल्ला चिन्नाङमा भन्दा चाहिँ उडाले चाहिँ उडा हाइजी नाङै खाउँछु म चाहिल ढाङ छौ नि वहाँ सेराउन चाहिला चाहिने मान्छेबाट पैसा सेराउन मलाई म चिन्नाङै चाहिँ उडा हाल्ला ठुकी दुःख प्याउनु लाग्यो कि छ नि बाप्स भनेको 10 साटो रकम भए होला ए अच्छा तडु ओए मैले साटो रकम भागबाट हेर्ले मापा भिडियो खिचा जुन मापा मुआमर खाना जी मापा फोटो खिच्नु यसो त्यो सुरेश भएर क्याप्सिर डाउन होला होला नापा ठाउँ जुङ्गा मुछाएर कासा काट हाल्योपट्टि म टाइम आला सेले जब खाना खाने बेला भयो रेडी भयो आउन हुँदैन हुँदैन आउन हुन्छ कि हुँदैन ए बियरडनी एलाडनी अब क्यामेरा जुन बियर जोना आज मार्सी चामलको भात तिमी नै कुरा गर ल म खिच्छु मासु ल मार्सी चामलको भात है आज कहाँ जाने खोसेले कुन ठाउँले साइलु सैलुङमा अब साथीहरू सबैजना खाना खाइरहेछ मार्सी चामल के चामल रे मार्सी चामल ह ल अहिले भरपुर सबै माथि आउँछ हो उ त्यो बार ल पानी परेको बेला मात्रै एकदम खतरा राराबाट पनि त्यो चम्किने बित्तिकै हाम्रो फेसै कति चम्किहाल्छ जस्तो है ग्रेट वाल यसरी बनाएछ हामी म यताबाट आएको होइन कि मलाई माथिबाट देखिन्छ त्यो बसे ठाउँ यहीँ छु यो चाहिँ नजिकको प्लेस भयो कि ल है यसरी हिँडिने नै खुर्किला मास्क खोल चढ्दैछौँ खुर्किलामा हामी चढ्दै सैलुङको बाटो भएर अब बिस्तारै हिँड्दैछौँ आज बिहान हामी 5 बजे उठेर अब सब रेडी भएर सैलुङको उकालो चढ्न लागेको छ यहाँ ग्रेट वाल सुरु हुन लागेको छ साथीहरू कोही चाहिँ चिया खाइरहेछ यहाँ सानो पसल छ ल खायो खायो चिया खायो चिया ल सैलुङको गेटमा ग्रेट वाल गेटमा चिया खाँदैछौँ ल जाने खाँदै जाने कि ल हामी जम्मैसँगै आएका हौँ साथीहरू चाहिँ गइसकेको छ कोही
गेट वाल भनेको यही हो। हेलो गुड मर्निङ। ल है गुड मर्निङ साथी हो। ग्रेट वाल चढ्नलाई ल हामी साफुदेखि सैलुङको यात्रा सैलुङको हामी सुरु गर्दैछौँ। ग्रेट वाल चढ्यो है चढ्यो चढ्यो है चढ्यो। चियाको चुस्की लगाउँदै ग्रेट वाल चढ्दैछौँ हामी। ल चाइनाको ग्रेट वाल चढ्न नपाए पनि नेपालको सैलुङको ग्रेट वाल चढ्दैछौँ। ल यही हो। अलिक चिसो चिसो छ, त्यही भएर टाटो टाटो चिया हातमा छ। यहाँ मौसम पनि सफा चट्ट होला जस्तो छ। यहाँ सनराइज हुने बेला भएकोले हामी अलिकति अब यहाँ लेक जस्तो छ यो ठाउँ चाहिँ अलिकति टोटुयाटा भाषा झन्डै नागन छेटाउँला उनले लगेर त वाइनला छुट्यो है केटवाल। ल फर्केर हामी पनि अलिअलि देखाउनै पर्यो होइन। फेरि खाली सिनबाट पनि रमाइलो हुनु होला होइन। ल बाबा चढ्दाखेरि एकदम गाह्रो हुने रहेछ। ल है चिया नखानेहरू खुरु खुरु चढिसक्यो। म चाहिँ चिया खाँदै चढेकोलाई अलिक गाह्रो गाह्रो भएको छ। ल हामी त अगाडि देखायो फेरि गजब बनाएको रहेछ अलिअलि ग्रेट वालको पाइप्स होइन। अब पछि आएर फोटो खिच्ने होला। सनराइज हेरौँ कि ल माथिको सूर्यको अलिअलि किरण माथि उसमा बादलमा लगाएको पनि कति राम्रो देखिया छ भ्यू। ल यो स्वर्ग भनेको यही हो होइन। स्वर्ग भने यही हो, हामीले देखिने स्वर्ग। कति सफा कति राम्रो अर्कै ठाउँमा है। ल है साथी हो स्टाइल ग्रेट वाल केटाले स्टाइल रहने छ। ल कोही हल्ला कुमारहरू त्यहाँ कुमार कुमारीहरू माथि पुगिसकेको छ। अब सिमेन्ट दैमा पनि राख्यो जमाने। ल यहाँ पट्टु चाहिँ यहाँ ग्रेट वाल चढ्यो, माथिको ग्रेट वाल चढ्यो। ल साथीहरू ग्रेट वाल चढिसकेको छ त्यहाँ टुप्पा टुप्पामा। ल है बेलायती अराजकत्व पनि यहाँ पर्खा पर्दैन। ल ल त्यसपछि अनि हेरेको हेरे हामी हेरेको
हामी हेरेको हेरे ल बेटवाल हिँडेको यही हो खतरा हिमालको सिन पनि देख्नु खला हामी प्रतीक्षामा छौँ साथीहरू सब रिल्याक्स पारामा ल माथि पनि छन् केही केटाहरू फोटो खिच्दैछन् होइन कोही केटाहरू यहाँ फोटो खिच्ने लाग्यो ल यहाँबाट देखिने सनराइजको दृश्य एकदम एकदम मन्त्रमुग्ध गर्ने खालको छ यस्तो हो सिन खतरा दामी सिन यहाँबाट हिमाल चट्ट देखिन्छ साथीहरू हेर्नुहोस् यताबाट यता जान्छ ल यता चारैतर्फ हिमाल छ है हिमाल छ साथी हो ल सनराइज आयो है सनराइज साथी हो ल आयो ल आयो यही हो सनराइजको सबभन्दा मन्त्रमुग्ध गर्ने टाइमै यही हो अब बिस्तारै आउँछ भाइ केटा हो सनराइजमा सनराइजको प्रतीक्षामा छौँ हामी विशेष गरी ल सनराइजमा हामी यहाँभन्दा माथि आउँछ कि राम्रो भन्ने आशा छ तर यहीँको राम्रो जस्तो पनि छ ल केटाहरू सनराइज हेर्न हेलो हेलो ल देउस खतरा दामी नै सिन छ है केटाहरू एकदम झकास अब त्यो हिमालको नामहरू म पछि एडिटिङमा भनौँला खै गौरी शङ्कर यो गौरी शङ्कर हो अनि अब गौरी शङ्कर कुन गौरी शङ्कर उयो गौरी शङ्कर अब त्यताको डोर्जेलप्पा गणेश सगरमाथा उखेतिन् के सगरमाथा देख्छै देख्दैन देख्नु त पर्ने हो यहाँबाट खाने मुर्गा ल ल है सनराइज आयो है आयो खोइ कति धेरै टाइम लाग्यो त सनराइज आउनु होइन बादलले छेका छैन फोटो खिच्न सनराइजको दृश्य अब यही हो सबभन्दा एकदम मन्त्रमुग्ध गर्ने दृश्य है बिस्तारै माथि आयो है सन दामी 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 ल हिमाल पनि चम्किँदैछ है साथी हो ल हिमाल पनि यसरी चम्किन्छ यो सबभन्दा मेन हाम्रो डेस्टिनेसन यही हो होइन मेन डेस्टिनेसन यही होइन आजको यो पनि हो एउटा ल आकाश कति सफा कति राम्रो आहा ल यही हो स्वर्ग भने यही हो स्वर्गको टुक्रामा छौँ ल साथीहरू सब आउनु पर्यो
तारहरूले चाहिँ अलिकति बेइमान गरेको अवस्था प्रयासमा छ ल आयो 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 है आयो लाइट उता अब हिमालतिर पनि पल्दैछ उता चुचो पल्टिन थाल्यो ल हाम्रो पनि यहाँ मुख टल्किसकेको अवस्था छ ल टल्क्यो अब चाहिँ खल्लै आयो माथि नै आयो यही हो ल सलल्ल आयो ल यताको पनि अब हिमालतिर किरण फैलिएको अवस्था हिमालहरू पनि कञ्चन देखेको अवस्था ल यही हो हाम्रो नेपालको हेर्नुहोस् ल यहाँ ग्रेट वाल पनि ल हाम्रो पनि यस्तो छ अब चाहिँ सूर्यलाई हेर्नै गाह्रो भइसकेको छ अब चाहिँ अब हेर्न सकिँदैन होला सूर्यबाट देखिने चिजहरू चाहिँ हेर्दा फोटो खिचौँ न ल बस न अरू साथीहरु पनि बस तिमी र समीर भनेको जोडी हो गणेश र मुसा हो कि तिमीहरू बस हिमाल देखि अहिले त्यो देऊ न त्यो यहाँ हाम्रो बाटो खिच्नु ल हामी पनि खिच्छ अन्त उडिहाल्छ ल बस न मेन पाहुनासँग नबसिकन त्यसले पठाइहाल्छ नि त्यो चाहिँ एकछिन पछि नेक्स्ट डे कति ठाउँमा मेउले हिमाल सरीमा अग्लिरहेछु सम्हाल 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 मलाई ल साथीहरू व्यस्त 360 डिग्री हिमाल हामी चारैतर्फ हिमाल छ है सूर्यले आफ्नो काम गरिसकेको छ उता चन्द्रमा उता हिमाल यही हो के छ स्वर्ग यही रहेछ नि त पूर्व कहाँ छ यही छ सैलुङमा धरतीको स्वर्ग सैलुङ लेकमा यहाँ आउँछु भनेर कतिचोटि सीतारामले भनिसकेको थियो है साथीहरु कति भनिसक्यो त फेरि आएपछि बल्ल यो साइड जुडेछ धेरै धेरै धन्यवाद सबैलाई शिकायतको मौका दिने भनेको छ धेरै धेरै धन्यवाद अब म चाहिँ दोस्रो चोटि हो त्यो बेलामा मैले हिमाल सिमाल केही देखिनँ राति आइपुग्यो राति नै हो 5 बजीतिर आइपुग्यो मनले चाहिँ हाम्रो यो चाहिँ यहाँको शोभायात्रा हिँड्नु पुरा भयो ल हौ देखियो म चाहिँ म हो है मैले चेन्ज गरिसकेँ ल र ग्रेट वालबाट देखिने सैलुङबाट देखिने मनोरम दृश्य हामी को त्यहाँ जानुपर्छ त्यो टुप्पामा सैलुङको टुप्पा चाहिँ त्यो हो हामी त्यहाँ जान्छौँ रमाइ रमाइ अघि जस्तै ल अर्कै ठाउँ खोइ खिचिहालौँ नि त राजा फोटो खिच्ने हुँदैन ल छिटो यहाँ बस्नु ल यताको होइन कि यस्तो गर्नु यो गेट वाल सिधा हो नि होइन ए ल त्यसको ल ल कहाँ ल अब चाहिँ हामी लाली गुराँसको बोट हुँदै अब अलिकति ग्रेट वाल सक्यो अब हाम्रो ट्रेडिसनल मार्ग होइन चिया खाइसकेछ हिउँमा बनाइसक्नु भएको छ थर्मोस छ मलाई एउटा दिनु
ल ल ल सीताराम ल्याउ न ल्याउ ल चिया हामी थोरै चिया खाँदै जाने सन्नाबार होइन ए मकै भुटेको लिएर जाऊ भन्दै थियो बुढीले ल यहाँ दिदीको चिया मरिच भएको कि नभएको ए ल धन्यवाद दिदी ल अब हामी चियाको चुस्की यो त्यहाँ बसौँ नै त्यहाँ जाउँ चिया लिएर त्यहाँ बसौँ यस्तो तुसारो हेर सेतो तुसारो यहाँ राति यति चिसो हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सक्दैन हजुरहरूले ल यस्तो सिन राम्रो छ सिन चाहिँ ल है ठुङ्गै ठुङ्गा ल साथीहरू एउटा ठुङ्गा चढ्न लाग्यो अब 100 वटा ठुङ्गा चढ्नुपर्छ आज कति टाइम लाग्छ थाहा छैन होइन यस्तो यस्तो ठुङ्गा ठुङ्गा 100 वटा हुने भएर यसलाई सैलुङ भनिएको हो साथीहरू ल यस्तो ल हेर्नु त यस्तो खतरा छ हामी एउटा ठुङ्गाको टुप्पामा आइपुगेका छौँ यहाँ एउटा घन्टी पनि रहेछ है ल बहिनीहरू रमाइलो गरिरहेछ होइन ल है साथीहरू ल चारैतर्फ हिमाल हामी ठुम्का घन्टी पनि छ ल यहाँबाट देखिने ल साथीभाइहरू ठुम्कामा रेस्ट ठुम्कामा ल है ल हामी चाहिँ ल सँगै ठुम्का भनेको यो 100 वटा ठुम्का भयो अरे सैलुङ भनिएको हो सैलुङमा एक कुरा पनि चढ्न पाइने जस्तो छ ल साथीहरू फोटो खिचे छन् ल पोजमा साथीहरू फोटो खिचे छ है ल साथीहरू गणेश हिमाल हो कि गौरी शङ्कर हो कि भनेर एकदम रिल्याक्स पारामा नजारा लिइरहेछ है विश्वमाथि गएपछि यो सब छेक्ने सम्भावना भयो अरे सकेसम्म अहिले गौरी शङ्कर हिमाल सिनलाई चाहिँ क्याप्चर गरिहालौँ भन्ने हाम्रो उद्देश्य हो ल ल हेर्नुहोस् सैलुङ भनेको यो हो सैलुङ 100 वटा ठुम्का तामाङ भाषामा लुङ भने ठुम्का हो है से भनेको से भइहाल्यो हो कि सही ठुङ्का सैलुङ ठुकै ठुकै लाउँ भनेको निबाल भनेको चिप्से छु निबा ल यस्तो 100 वटा ठुङ्का घुम्नुपर्छ आज भन्ने लागिरहेछ
यहाँबाट 2 ठाउँमा जाने ऊ रहेछ अरे यताबाट जुरे ढुङ्गा महादेव जाने रहेछ यता पनि चाहिँ कालो पानी छैन ल भव्य रमाइलो छ यसरी नै सैलुङ घोडा पनि चढ्न पाइन्छ चढ्ने भए ठाउँ ठाउँमा चियापानको पनि व्यवस्था रहेछ छुट्दैन साथीहरू यही हो एकदम रमाइलो मौसम साथीहरू हिँड्दै म पनि हिँड्दै ल साथीहरू अब फेरि सैलुङको यात्रामा साथीहरू लागिरहेछ यही हो सैलुङको मजा भनेकै सबै सयवटा ठुम्गाहरू घुम्ने हैन अनि यहाँबाट चारैतर्फ हिमाल हेर्ने हैन यही हो सैलुङको मजा भनेकै ल छ राइस चाहिँ एकदम ल एक्साइटिङ भइरहेछ केटाहरू ल ल ल सैलुङको सैथुङका ल चिसो हावा खाँदै प्यानोरमा भ्यू फेरि हरेक ठाउँबाट प्यानोरमा भ्यू आउँदैछन् हैन अनि बल्ल आइपुग्यो साथीहरू ल गन्तव्यमा आइपुग्यो सैलुङमा प्रतीक्षाको घडी समाप्त भयो सैलुङ आइपुग्ला ल अब ल पुगिसक्यो ल हेर वाउ हामी पुगिसक्यो हाम्रो प्रतीक्षाको घडी समाप्त भयो ल सेन हाटा ल अलि जम गर्न मुजी जम गर्न मुजी हो ल ल राम्रो है ल हाम्रो डेस्टिनेसनमा पुग्नलाई अब हाम्रो 1 सेकेन्ड मात्र सेकेन्डको मात्र दूरी छ ल यो ठुम्का सबभन्दा ठुलो ठुम्का यही हो यहाँ एउटा ऊ के अरे ऊ पनि छ के भन्छ त्यसले टावर पनि रहेछ साथीहरू अघि नै आएर हामीलाई ल यहाँबाट हावा चल्ने खतरा हावा चल्ने घाँस पनि यति राम्रो चाइनिज दुबो भन्दा खतरा घाँस रहेछ है चाइनिज दुबो भन्दा खतरा घाँस रहेछ कि ल यतिको भएपछि 360 डिग्रीको प्यानोरामा दिनभरि यहाँ बस्छ भने पनि सकिने अवस्था छ है साथी हो ल ल कोही साथी टिकटक बनाउने कोही नाच्ने कोही गाउने धेरै रमाइलो गरिरहेछ आज ल आकाश पनि खतरा दामी छ है यस्तो परेछ ल साथीहरू आइपुग्यो है हामी आइपुग्यो हामी अलिक कमजोर भयो नि
ल हाँ म न हरेक ठुङ्का ए स्वर्गीय आनन्द बिहे है साथीहरू पहिलाको साथीहरू यही यहाँमा ए रम्पियो अलिक गाह्रो भयो जस्तो छ अलिक गाह्रो भयो ल ल अब एकचोटि सबै उफ्र न त ल उही ल ल कसरी उफ्रिने जसरी मलाई ल है कसरी उफ्रिने 1 2 3 ल ल ल म पनि उफ्रेको छ है ल जी चियाको हो धन्यवाद ल साथीहरू अब ल ल सुरेशजी चिया हामी सैलुङको यो चाहिँ टावर यहाँबाट मनोरम दृश्यहरू देखिरहेछ अहिले उस्तो जस्तै है यो हामी पेटफुल है साथीहरू त्यहाँ एउटा आसिया केटा मेया केटा होला नारिवल बिस्कुट जुखे चौ मनाएर हाल्छन् सँगै चाहिँ अन्नै न सिरियललाई कि नढाएको होला 7% मात्र बाँकी छ ल हामी टावर चढ्दैछौँ है अब सैलुङको टावर ल साथीहरू यहाँ चढिसके मान्छेहरू यहाँ बसिरहेछ हामी चाहिँ ल टावरबाट हेर्दाको दृश्य भने त सरिनाले सिंगल ट्याप लभ यु टु हजुर के ए ओ साथीहरू सैलुङको पनि टुप्पा होइन
ल यहाँ दृश्यहरू देखिन्छ खतरा खतरा यहाँ एउटा मन्दिर पनि छ सर्ट हो ल एउटा मन्दिर पनि छन् मन्दिर त होइन स्तूपा ल बादलभन्दा हामी माथि आइपुगेको अनुभव भइसक्यो ल साथी हामी होटेलबाट निस्क्यौँ आज यात्रा चाहिँ अब घर साँखु ल हिमालको दृश्य हेर्नुपर्नेलाई यता टुप्पो एड भयो ल महेन्द्रको फिर्ती सवारी रमाइलो भइरहेछ के छ एकदम रमाइलो भइरहेछ साथीभाइ आएपछि मलाई त यतिकै रमाइलो हुन्छ त्यसमाथि पनि घुम्न पाइरहेछ मेरो लागि त योभन्दा ठुलो भाग्य त्यसमाथि पटु आएको छ त्यसमा अब मेरो सौभाग्य भन्नु पर्यो यो सियान पनि गल्ती बन्द छ रमाइलो भइरहेछ साथै घुम्न मेरो हामी चाहिँ होइन फर्किरहेछौँ रमाइलो भयो धेरै धेरै रमाइलो भयो योभन्दा रमाइलो अर्को चाहेर बियर खाँदै गाडीमै बियर खाँदै हामी हिँडिरहेछौँ यतिबाट गइरहेको बाबा सुरेश है ठिक छैन सबै ठिक छ ल पटुलाई सोधे पटु नि के छ आयोजकलाई नसोधिकन कसलाई सोध्या खोइ पटु शिकायत छैन नि यसमा ल धन्यवाद Oke yang gini sama. Hah? Oke yang gini. Kalau kah?
ल पुग्यो आजको टुर यहीँ समापन